नमस्कार। आजको यस राष्ट्र व्यवस्थापन सूचना प्रणाली आरएमएस को बारेमा हामी भिडियो बनाइरहेका छौं। अघिल्लो भिडियोहरुमा तपाईहरुले करदाता बनाउने, मालपोत काट्ने, व्यवसाय कर काट्ने भिडियोहरु हेर्नुभयो। आजको भिडियोमा चाहिँ हामी नगदी रसिद कसरी काट्छौं त त्यसको बारेमा हेर्न गइरहेका छौं। सुरु गरौं आजको भिडियो। अब नगदी रसिद काट्नलाई जुन पटक्कै किसिमको हुन्छ त्यसलाई चाहिँ हामी सिधै काट्न सक्छौं, करदाता बनाइराख्न पर्दैन। यदि हामीले पहिले बनाइराखेको करदाता छ भने त्यही अनुसार कोड नम्बर राखेर गर्दा पनि भयो, होइन भने पर्दैन। अब सिधै हामी चाहिँ अहिले बनाउन गइरहेका छौं। जस्तै यसरी राखौं। त्यस्तै अब ठेगाना राखौं। अब यसपछि राष्ट्र शीर्षक राखौं। जस्तै सिफारिस दस्तुर भनेर राखे मैले। अब यसभित्र नि नागरिकताको सिफारिस भने यसलाई अब हामी एड गर्छौं। जतिवटा शीर्षक अनुसार काट्ने हो त्यति हामी राख्छौं। अब कुनै प्राय जस्तो भनेको एउटा मात्र शीर्षक हुन्छ नगदी टाइपमा चाहिँ। अब यसपछि अब यहाँ हामी यसको पेवाडा राख्छौं। त्यसपछि प्राप्तिको विधि अब के हो चुज गर्छौं। यसलाई सेभ ड्राफ्ट गर्छौं, ओके गरौं। त्यसपछि अमाउन्ट राखौं। अब यसलाई सेभ गरौं, फेरि ओके गरौं। यति गरेपछि अब प्रिन्ट गर्ने अप्सन देखिन्छ, हामी प्रिन्ट गर्न सक्छौं। अब प्रिन्ट कसरी गर्ने, यदि हामीले यदि कलेक्सन गर्दाखेरि देखिएन, प्रिन्टको अप्सन आएन अथवा रसिद देखिएन भने कसरी हेर्ने भनेर मैले अघिल्लो भिडियोमा भनिसकेको छु, त्यो भिडियो हेर्नु होला। हस् त, कस्तो लाग्यो आजको भिडियो, हेर्दै गर्नु होला। नमस्कार।